हेलो हाई नमस्ते वेलकम बैक टू माई यूट्यूब च्यानल। ओ माई गॉड कति गर्मी आँखा यस्तो गर्नु पर्यो। ल है साथी आज चाहिँ हामी जिरी मेरो माइती गाउँमा आउन चाहिँ थुप्रै भयो आएको चाहिँ तर भ्लग चाहिँ मैले बनाएको थिएन। त आज चाहिँ यसो जिरी दर्शन गर्न जाँदाखेरि भ्लग बनाउँ लाग्यो कि बाटोमा हिँड्दा हिँड्दै सानो भए पनि त्यही भएर भ्लग सुरु गर्दैछु है। त हेर्नु आँखा हेर्नु सानो गर्मीले। ल बाटोमा अब के हुन्छ भगवानको दर्शन गराउँदै हजुरहरूलाई देखाउँदै जानेछु है त। ल सबैजना आयो भनिदेऊ त। हेलो अब के हुन्छ हामी देखाउँदै जान्छौँ है त। ल यस्तो रमाइलो छ। ल माइती गाउँ यता चाहिँ पहिला हामी पुरा के पत्कर सुनाउन जान्थ्यो बन्दिती बसतिर उस्तै छ क्या जङ्गलहरू चाहिँ। ल ल बच्चा ग्याङ आउँदैछन् हामी यता विचार हेरेँ यहाँ सन्ता चाहिँ पुरै पत्कर सोर्नलाई पुरै बोरा बोकेर हिँडेछ है। फेरि अहिले पत्कर सोरेको नि देखाउँछु म। आया के भन्छ ए के हिँड्दैछ जिरीसरी महादेव दर्शन गर्न जाँदैछौँ है। रमाइलो भएछ है। बाइक आयो बाइक हामी अहिले आउँदाखेरि जुनै साल पनि गएको हुन्छौँ। के थपेछ तर मेरो बुढो चाहिँ छुट्या छ फेरि भनेको त अनि मान्नु भएन आएको अवस्था ज्वाइँलाई चाहिँ त्यही भएर हामी मात्र गएको अवस्था है। ल हेर्दै गरौँ ल अनि यो पानी खानु मिल्छ नि होइन? मिल्छ होला हुन त किन नमिल्ने मूलको पानी त होला नि। यो मान्छे चाहिँ एकदम बदमास मान्छे रहेछ एक्लै हिँड्दो रहेछ होइन। यो मान्छेलाई चाहिँ अब लिएर जानुपर्छ कहाँ लिएर जानुपर्ने कुनै पुलिसले समात्नै मिल्दैन। कसलाई कुन चोरलाई पुलिसले समात्नै मिल्दैन। कामचोर कस्तो मलाई त कस्तो कामचोर भन्ने बित्तिकै तिमीले एन्सर क्वेसनको एन्सर दिइहाल्नु पर्थ्यो नि त। उसले क्वेसन गरेको थियो नि त। ठुलो भएपछि भुइँ ताक्छ के अरे भित्र सुन सानो एकचोटि भन्थ्यो त फेरि पाती भएको जस्तो के हुन्छ अरे भन्थ्यो अरे भन्दाखेरि पाती भएको जस्तो के अरे यहाँ हिँड्दा हिँड्दा स्या भइसक्यो चिसो क्या तर लास्टै चिसो चिसो झन्डा पार्क हाइट बच्चाहरू कुदैछ पिङ खेल्न ल दामी माइती घरको झन्डा पार्क है हजुरहरू। कति रमाइलो छ हेर्नु होला कति रमाइलो मेरो माइती गाउँ त ल हेर्नुहोस् ल त्यही रमाइलो छ। जहिले आउँदा पनि आउँ लाग्ने छ है। ल हेर्नु मेरो दिदीहरू त्यहाँ हेर्दै हुनुहुन्छ ल झन्डा पार्कले हेर्दा नेपालको झन्डा फहराइरहेको छन्। पिङ पिङ छ माथि अब पिङ खेलिन्छ हो। ल हेर्नु बजार पिङ खेल्न थालिसक्यो पहिला अन्त यतिको त हुनु पर्यो ल के छोको त धेरै माथि होइन मलाई डर लाग्छ न हाल है खुट्टा
बस्नु नानी बस्नु न बस्नु डरायो 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 बस्नु न बस्नु बसेर हेर्नु त चाके बाँधेर एकछिन ढकेलिदिनु न अघि जसरी मम्मीलाई मम्मीलाई हुताउनु 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 न हुताउनु कस्तो भयो तपाईँको एक्सपिरियन्स म मचिन्थेँ क्या उल्टोबाट भयो कि बन्द भिडियो खिच्नलाई भने ल ल ल तपाईँलाई उकालोमा चाहिँ कहिले फर्म गर्छ नि ल सेम सेम हुने भयो ल ल हेर्नुहोस् है ल हुने भयो अब तिमी त ध्यान नसिकाउनु फेरि तिमी चाहिँ बढी सिकायो फेरि अब बढी हुँदो रहेछ पहिला तँलाई मैले बोकेको थिएन नहिँडेर यसलाई जहिले जति बोक्नु झन् कसलाई परेको थिएन है हेर्नु यसको अनुहार अर्कालाई अहिले सेम सेम अहिले सेम सेम भन्दैछ माथि के हुन्छ उता जिरसोली महादेव आइपुग्यो हामी के बचाऊ मम्मी बचाऊ भन्छ त के आयो बाबु गर्नुस् के आयो ओ गर्नु कुकुर त कहाँ छोडिदेऊ त मलाई कहाँ आयो कुकुर ठुलममला भन्दै त्यहाँ ठुलममला कहाँ छ कुकुर खै कता गयो खै तलब गए उ यता यता उ या त गएर कुकुर ल आऊ त आऊ ल आउनु ल हर हर महादेव हर हर महादेव जय शम्भो जय शम्भो सुभद्रा याद आयो मलाई सुभद्रा याद आयो मलाई त्यही भनेको हुन्छ आइया उता पनि नाम अनुष्का पो रहेछ है मेरो नाम नै अनुष्का हो क्या अनि उता अनुष्का के गरेको धुप बनाएको त्यही त यहाँ त्यही देखाइरहेछ यो कपडा नचाक्ने खानुपर्छ नि है त्यो त नचाक्ने खानुपर्छ नि त्यसो जति नि त्यो चाहिँ चाँदीको चाँदीको त्यो चाहिँ च्याक्नु नि त्यही साफ छ त हौ यो चाहिँ उतै तेल हालेर उतै बाल्ने छ नि दिदी कहाँ होइन यहाँ छ यसमा सलेको यहाँ राख्नु एउटै यहाँ पनि रहेछ के होस् त्यो शिव भगवानलाई छ यता तेल थप्नु है भएन
या त त्यो कुन हो दिदी म तपाईँलाई दिएको यो है साँच्ची त्यो मैले कता पो बनाएर राखेको छु के चाहिँ मैले बनाइसकेँ दिदी LBS ZXT सरी उनीहरूले हेर्छ नि त अहिले त सबै कता मेरो पैसा यो हो त्यो यसले त पकाउनु छोरो चिसो भइसक्यो तिमी नगर है अश्विन यहाँनिर यो जल चढाउनु त अलिकति हुन्थ्यो भनेर भन्दै कता राख्यो पानी नै यहाँ जल यहाँ छ गरी यो चलाउनु होला बरु होइन म तपाईँलाई दही चाहिँ हाल्नु न दही हाम्रो अश्विन त गुड बोय त्यो एउटा मात्रै होइन छोरा यस्तो गर्ने यो सबै यस्तरी बाला अनि यस्तरी घुमाउ अनि ल लु गर ल अश्विन पहिला बाला न यहाँ यसरी दर्शन गरेर फर्किन लाग्यौँ है हर हर महादेव हर महादेव